मनी एट्र्याक्ट्स मनी पैसाले पैसालाई तान्छ मायाले खाना पाइदैन मायाले संसार थाम्दैन पैसाले थाम्छ माया त त्यसै माया भइगयो नि Hey guys, welcome to a new vlog. मम्मी यहाँ अहिले कसैसँग हाम्रो लागि सातो दिदी हुन्छ गाइस आजकल धेरै हावा चलेर हेर्न सक्नुहुन्छ बाहिर कति फोहोर छ आइरहेछ फोहोर यो पुस्दो हुन्छ फेरि पराइहाल्छ यत्रो रोड बनाएको छ नि त त्यसको सबै फोहोर त्यहाँ आउँछ हाम्रै घरतिर आउँछ त नाच्छ मम्मीले अब मम्मी फेरि सफा गर्नुपर्छ मम्मीले होइन मम्मी अनि यहाँ पानी निकाल्दै हुन्छ सातो बनाउनु हुँदैन मम्मी हस् Gonna make you move, dancing on the floor in the swinging groove. Clap your hands now, let the trumpets sound. Swinging to the left and swinging to the right, no room for worry. मैले पानी दिनुभयो फेरि दाजु हात चाहिँ तातो भयो तातो हुँदाखेरि खाँदैन सानो खोकीलाई आज चिसो पानी ठिक छ फेरि अहिले गएर पनि तातो थियो गाइस हाम्रो घरमा टोयलेट छ कि सबले टोयलेट गर्नुपर्छ यहाँ टोयलेट जानै पाउनु भएको छैन आमा पस्नु भएको छ आमा पस्नु भयो भने 1 घन्टा त लाग्छ दादा यहाँ लुगा लगाएको हेर्न सक्नुहुन्छ अनि बिहान लुगा लगाएर जाँदैछ गाइस भर्खरै स्कुलबाट आइसकेको छु अनि मलाई आउने बित्तिकै पारा तातिहाल्यो यहाँ हेर्दै हुन्छ टमीलाई चुपचापले आँखा बन्द गरेर यस्तो चुपचापले सुतिरहेछ किन त्यसो दादा यो कहिले त्यस्तो दिन्थ्यो अहिले मलाई पुस्टाङ हाने यसलाई यति पुस्टाङ हाने कि हेर्नु न यस्तो हानेको छु किन हाने भन्दाखेरि नि म भन्छु यसलाई हरेकचोटि माथि गएर पिसाब फेर्ने गर अगाडि मजाले बुझाउँछु क्या कुकुरहरूलाई अगाडि यस्तै माथि गएर पिसाब भन्दाखेरि बुझ्दैन नि माथि गएर पिसाब फेरि भन्छु त्यही पनि मान्दैन मम्मीले 2 चोटि पिसाब सोध्नु भयो होला आज मैले पनि एकचोटि भर्खर आएर हेरेँ मैले पनि पिसाब सोधेँ अस्तिदेखि मैले भनेको अस्तिदेखि मान्दै मजाले बुझाउँछु यस्तो मजाले बुझाउँछु कुकुरले जसरी बुझाउँदैन त्यसरी बुझाउँछु होइन मान्दैन यहीँतिर पिसाब फेर्छ यहाँतिर पिसाब फेर्छ होइन मैले भर्खर पिसेँ मान्दैन अनि मैले भर्खर आएर घरमा आएँ अनि फेरि पिसाब फेरि गर्छ अनि सम्झाएँ मजाले सम्झाएँ हाने पनि नफेर्नु भनेर अनि आयो यहाँ माथि सुतेछ आइसमा मैले हाने नि त सुतो अनि फेरि अनि म त यहाँ बसिरहेको दिन मम्मीसँग गफ गर्दै थिएँ अनि गएर तुर्रा पिसाब फेरेर फेरि यहीँतिर फेर्यो अनि म यस्तो मैले भन्नुभयो यहाँ पिसाब फेऱ्यो भनेर मलाई अनि म रिस्टो आएँ पुस्टाङ मारेर अनि थाहा छैन यसले कस्तो मार खायो भनेर चुपचापले आँखा बन्द गरेर आएछ अहिले यसलाई पनि रिस उठिरहेको होला यसलाई त म त मार्कै दिन्छु एक्चुअली मान्छे भएको थियो भने नि यस्तो हान्थ्यो नि भनेर सोचिरहेको होला त के दिस त के दिस पिसाब पनि छोडेको छैन हो मम्मी बारीमा कहिले पानी पटायो यहाँ कहिले पुसो यहाँ कहिले बढारेर पुसेको हिजो मैले बढाएँ अनि अहिले बारीमा चाहिँ कसले घुटायो अनि पानी सबै 2 घन्टा लाग्यो पटाउनु गाइस हाम्रो घरमा यस्तै हो डोन्ट माइन्ड हुन्छ टमीलाई लग्दैछु अब ओए आइज चले खाना जति मात्रै पनि आधा खानु नपर्छ नै अब धेरै यत्रो भयो भने बदमास भयो भने त यसरी कहाँ राख्ने हो भने त्यसरी सबक पनि सिकाउनुपर्छ अनि म त्यही हो ठेगानमा आउँछ फेरि त यो ठेगानमा काम नाम पनि दिँदैन हजुर सोध्नु लभ कि मनी मनी किन मनी भयो भने लभ पनि पाइन्छ हो कि मम्मी मायाले संसार थाम्दैन पैसा बिना खाना पैसाले आउने हो सबै पैसा त जसले पनि कमाइहाल्छ माया पाउँदैन पैसा कमाइछ माया त्यसै पाइहाल्छ पैसा कमाएन भने माया पाइँदैन
पैसा धेरै भयो यहाँ सुन्नु तपाईँसँग पैसा धेरै भयो तर तपाईँको व्यवहार राम्रो छैन भने माया गर्छन् किन गर्दैन पैसा दिन्छु माया गर्छ पैसाले जे पनि हुन्छ त पैसा भएपछि माया जति माया धनीलाई कति माया गर्छ गरिबलाई हेर धनीलाई माया धनीको इज्जत पैसा भए पैसा एट्र्याक्स मनी एट्र्याक्स मनी पैसाले पैसालाई तान्छ पैसा आएपछि माया आफै तानिन्छ होइन मायाले पनि पैसा तान्दैन मायाले के अरे मायाले खाना पाइँदैन मायाले संसार थाम्दैन पैसाले थाम्छ माया त त्यसै माया भइगयो नि अहिले टन्न कमाउनु भने यहाँ जे पनि हुन्छ आखा यहाँ घरभरि मान्छे हुन्थ्यो अनि बोलायो मान्छे पार्टी गरौँ माया गर्थ्यो हामीले आहा आऊ फलानाको घरमा हामीलाई पार्टी दियो कस्तो जाति छौ त भन्दै हामीलाई त्यसै माया हुन्छ के हो के त्यही त हावाको हुन्छ मर्डरहरू किन मान्छेलाई मार्छन् थाहा छ पैसाको कारणले हो कि पैसाको कारणले ल पैसाको कारणले ल म सुन्छ ल पैसाको कारणले होइन घरमा बडीगार्ड छ भने कसरी मार्न सक्छ तँ भन्छ पैसाको कारणले होइन ल मार्न सक्छ तर सुन्न पैसाको कारणले मार्छन् अब पैसाको कारणले माया भएको भए त्यही मारिदिन्थ्यो हो अनि दुश्मनी चाहिँ कसरी भयो त माया नभएर नि त त्यही भएर मारेको के को कारणले मायाको कारण माया थिएन त्यही भएर उमेरमा दुःख गरेर कमाउनु पर्छ पार्दैन अनि बुढेसकालमा सुख पाएर यो आनन्दले सबै छोराले पनि माया गर्छ बुहारीले पनि माया गर्छ जस्तै सुनिन्छु एक्जाम्पल म नै लिँदैछु सुनिन्छ न अहिले म भ्लग बनाउँदैछु हो कि न मान्छेहरूले भ्लग हेर्छन् नि अनि मलाई मान्छेहरू सपोर्ट गर्छन् माया पनि गर्छन् त्यसलाई भन्छ माया हो कि न म दुइटै कुरा गरेको छु हो कि न माया भनेको दुईतिरको माया हुनुपर्छ भाइ अनि मात्रै माया हुन्छ पैसाको नकमाए त्यहाँले पैसा कमाइने छ भने कसैले पनि माया गर्दैन गाउँमा पैसा नकमाए त लन्टङ दिन रात हिँड्दा फलानाको छोरा त बाटेको खत्तमै रहेछ कस्तो केही गर्दैन पैसा यसो कमाउनु दुःख सुख बाबाको त्यहाँले पैसा यहाँ टन्न कमाएर कार लिएर आइस् त आम्मा दामी छ हौ त्यो बाबाआमालाई कति माया गर्छ साह्रै इमान्दारी मान्छे छ ओहो भनेसम्मको मान्छे सबैले माया गर्छ अनि हाई कृतेश भन्छ सबैले नमस्कार कृतेश बाबु भन्छन् कृतेश सर नमस्कार भन्छन् नि नमस्कार कार लिएर हुँ त अहिले त म अर्कै सानले बस्छु मलाई सुखले पैसा भयो भने काम गर्ने मान्छे राखिदिन्छ पैसा भएपछि जे पनि हुन्छ गाइस अहिले म खाना खाँदैछु अनि मम्मी यहाँ भजन गाउँदै हुन्छ अनि लेख्दै हुन्छ भजन गाउनु जानुहुन्छ नि त मम्मी भजनमा अनि मम्मी भजन लेख्दै पनि हुन्छ है गाइस भर्खर खाना आइसकेँ अब यहाँ दा सुतिरहेको छ अब दा पनि मासु जान्छ अनि यसले भनेको कुराहरूले के गर्नुहुन्छ भनिन्छु है हजुर माया लिनुहुन्छ है पैसा लिनुहुन्छ एकचोटि कमेन्ट बक्समा एकचोटि ठोकिदिनु अनि मम्मी यहाँ मोबाइल चलाउँदै हुन्छ अनि फेरि अब यो ब्लगलाई एन्ड गर्ने टाइम आइसकेको छ गाइस र यो ब्लग मन पऱ्यो भने लाइक र सब्सक्राइब गर्नु होला मिल्छ अर्को भिडियोमा आजलाई बाई बाई